चीनको झाङजियाजी राष्ट्रिय निकुञ्जमा रहेको बैलोङ एलिभेटर आधुनिक इन्जिनियरिङ र वास्तुकलाको एउटा अद्भुत र साहसिक नमुना हो। एउटा विशाल र सिधा उभिएको ढुङ्गेनी भिरको सहारामा निर्माण गरिएको यो 326 मिटर अग्लो लिफ्ट विश्वकै सबैभन्दा अग्लो आउटडोर खुला आकाश मुनि रहेको एलिभेटर हो। यो वास्तुकलाको महाचमत्कार यसकारण हो कि यसले प्राकृतिक र प्राचीन पहाडसँग स्टिल र सिसाको आधुनिक संरचनालाई निकै सुन्दर ढङ्गमा जोडेको छ। प्रख्यात हलिउड फिल्म अवतारको काल्पनिक पहाडहरूलाई समेत प्रेरित गर्ने यस क्षेत्रमा लिफ्टको आधा भाग पहाडको भित्री सुरुङभित्र लुकाइएको छ भने आधा भाग बाहिर खुला देखिन्छ। यो सिसाको 2 तले डबल डेक लिफ्टले मानिसहरूलाई लगभग 100 तलाको उचाइमा मात्र 92 सेकेन्डमा पुर्याउँछ, जसले पहिलेको 2 घण्टाको कठिन पैदल यात्रालाई निकै रोमाञ्चक र भविष्यगामी यात्रामा बदलिदिएको छ। पहाडको कठिन भूगोलमा पनि विशेष भूकम्प प्रतिरोधी प्रविधिसहित निर्माण गरिएको यो लिफ्ट मानव निर्मित वास्तुकलाको एउटा उत्कृष्ट र अकल्पनीय उदाहरण हो।